गर्ने हजुर मेरो बेइज्जतै हुन थालिसक्यो हजुर के भनेर कुरा होइन गर्ने तपाईँ कहाँबाट आउँदै हुनुहुन्छ अहिले म दुबई गएको थिएँ हजुर 2-3 दिन मात्रै भएको थियो टिकी खान सकिएन त्यहाँनिर सुपरभाइजरले मलाई चाहिँ गल हतियारै निकालो हेर्नुहोस् मैले काम गर्न पनि जानिएन पोछा ला भन्ने घरि सेल्युट गर भन्ने के गर्ने यत्रो मुद्दा हाले मान्छेलाई लगेर 2-4 लाख मेरो सुहा पनि भयो अहिले चाहिँ तनाव भएर है यसो हेरी सञ्जालमा युवराज सफल देश छोडेपछि त खुसी हुने खसीको कुखुराको मासु खानेको त ल रहेछ ठिक्क पर्यो त जाने चाहियो भनेर भ्रष्टाचारीहरू धेरै सल्बलाए धेरै भ्रष्टाचारीहरूले चाहिँ तपाईँको खुसी भए मुद्दा लाल छैन जे गरे पनि हुन्छ त्यही भएर अब जे गरे पनि म आफ्नो देशमा गर्छु अब विदेशमा म बस्दिनँ भनेर दौडे म त लगेज सगेज पनि अब 2-3 दिन अगाडि गएको के हुनु मसँग अब केही पनि छैन होइन त्यही भएर गर्दाखेरि चाहिँ मसँग केही पनि छैन अब मेरो चाहिँ अब 1.5-2 लाख पनि 2-3 लाख पनि गयो सबै खतम भइसक्यो हेर्नुहोस् अब के गर्ने त्यो चाहिँ सुपरभाइजर नेपाल आओस् न त्यसो कानको जाली फुट्ने गरी हान्छु म निकाल्दियो मलाई तपाईँलाई त दर तालले उ गरेर घोक्राएर काम लगाएछ नि है मलाई हेर्नुहोस् तँलाई त म चाहिँ जबबाट निकालिदिन्छु होइन तँलाई गेटमा राखेर दिन्छु भनेर भन्नु मलाई हेर्नुहोस् अहिले म आएँ अब मलाई कसैले केही गर्न सक्दैन मुद्दालाल गयो विदेश भन्थे म आइसकेको छु अब एक भ्रष्ट दलाल तस्कर माफिया कसैलाई पनि म छोड्दिनँ होइन त्यस्तो राम्रो देश कसरी छोड्नु भयो तपाईँले अब मैले राम्रै थियो सेल्युट गरेर भन्छ सेल्युट गर्न आएन भन्छ अब पोछाला भन्छ घरि के भन्छ त्यस्ताको दास बन्ने त म होइन नि त त्यही भएर म चाहिँ आइसकेँ अब आफ्नो काम गरिराख्छु